जन्मिसकेपछि त्यसलाई स्वस्थ राख्नको निमित्त के गर्नुपर्छ भने धेरै कुरा त तपाईहरुले थाहा पाइराख्नु भएको छ। आहार विहार र व्यवहारलाई नियन्त्रण गर्नुपर्छ भन्ने छ नि। खानेकुरादेखि लिएर हामीले गर्ने क्रियाकलापहरू र अन्य हाम्रा व्यवहारहरू जे छन् त्यसलाई चाहिँ नियन्त्रण गर्नुपर्छ। कहिलेकाहीँ यस्तो महामारी जस्ता आकस्मिक खालका रोगहरू केहीहरू आइलागे भने त्यसलाई नियन्त्रण गर्ने पद्धति हुनुपर्छ भनेर हामीले सामाजिक विकास मन्त्रालय अन्तर्गत 49 वटा कार्यालयहरू छन्। त्यसमध्ये 32 वटा स्वास्थ्यसँग सम्बन्धित कार्यालयहरू छन्। 9 वटा आयुर्वेदका कार्यालयहरू अस्पतालहरू छन्। 9 वटा जनस्वास्थ्यका कार्यालयहरू छन् जसले प्रवर्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्छन् भने 9 वटा अस्पतालहरू सञ्चालन गर्छौँ हामी, जसले बिरामी भइहाल्यो भने वर्षक बिरामी नै हुन नदिने भन्ने हो हाम्रो उद्देश्य चाहिँ। भइहाल्यो भने उहाँहरूलाई उपचार गर्ने भनेर हामीले कार्यक्रमहरू सञ्चालन गरिराखेका छौँ। मान्छे स्वस्थ मात्रै भएर पुग्दैन, फेरि हामी सबैले बुझेकै छौँ होइन। स्वस्थ मात्रै भएर पुग्दैन, त्यसपछि के हुनुपर्छ त भन्दा सक्षम हुनुपर्छ भन्ने दोस्रो महत्त्वपूर्ण आवश्यकता हो। सक्षम कसरी हुन्छ मान्छे भन्यो भने पढ्नु पर्यो भन्ने पहिलो विषय छ। पढाइ लेखाइ गरेर ज्ञानी हुनु पर्यो। अब पढेर मात्रै पनि पुग्दैन भन्ने चाहिँ फेरि सिप सिकेको हुनु पर्यो भन्ने दोस्रो महत्त्वपूर्ण आवश्यकता हो। जहिलेसम्म मान्छेले सिप सिक्दैन त्यसले देश विकासमा योगदान गर्न सक्दैन। आफ्नै लागि पनि काम लाग्दैन, परिवारको लागि पनि काम लाग्दैन, समुदायको पनि काम लाग्दैन, देशको लागि पनि काम लाग्दैन भन्ने हो। सिप मात्रै सिकेर पनि भएन, यता स्वस्थ पनि भइराख्नु पर्यो फेरि है। अस्वस्थ मान्छेले पनि योगदान गर्न सक्दैन देश विकासमा। स्वस्थ पनि हुने, सक्षम पनि हुने भन्दा यो दुईटा विषय भयो भनेदेखि अब त्यसले चाहिँ केही न केही गर्छ भन्ने हो कि हामी सबैले बुझेको विषय चाहिँ। अब यस्तै जनशक्ति उत्पादन गर्नको निमित्त हामीले हाम्रा क्रियाकलापहरू केन्द्रित गरेका छौँ होइन। मान्छेलाई स्वस्थ बनाइराख्ने र मान्छेलाई सक्षम बनाउने, सिपयुक्त बनाउने। अब यो सिपयुक्त बनाउने सिलसिलामा हामीसँग यो श्रमसँग सम्बन्धित कार्यालयहरू पनि छन्। धनगढीमै एउटा कार्यालय छ जसले यो कार्यक्रमको आयोजना गरेको छ, व्यावसायिक तथा सिप विकास तालिम केन्द्र। अर्को कार्यालय हामीसँग कञ्चनपुरमा पनि छ। कैलाली कञ्चनपुरभन्दा बाहिरको चाहिँ हामी पालिकाहरूसँगको समन्वयमा यस्ता सिप विकासका तालिमहरू सञ्चालन गर्छौँ। सिप विकास भएपछि के हुन्छ त भन्दा अब सिप विकासपछि त कामै गर्ने हो, कामै खोज्ने हो। जुन विषयमा आफूलाई सिप छ त्यो विषयमा काम खोज्ने, काम कहाँ खोज्ने भन्नुभयो भने विभिन्न क्षेत्रहरू छन् फेरि के। अलिअलि काम सरकारी क्षेत्रमा पनि छ, हामीले जागिर खाइरहेका छौँ। थोरै रोजगारी सरकारी क्षेत्रमा पनि छ। अलिक बढी कहाँ छ त भन्यो भने निजी क्षेत्रमा छ। अब फेरि तपाईँ सरकारलाई छोड्नुभयो भने सरकारका थोरै मात्रै छ अवसर, अनि सरकारभन्दा बाहिर जानुभयो भनेदेखि चाहिँ निजी क्षेत्रमा ठुलो अवसर छ। त्यहाँभित्र गएर पनि जागिर खाने भन्ने एउटा कुरा भयो है। अर्को कुरा चाहिँ के हो त भन्दा स्वरोजगार भन्ने, रोजगारको पनि सबैभन्दा उत्तम रोजगार भनेर भन्छन् त्यो भनेको चाहिँ स्वरोजगार हो। आफ्नै व्यवसाय सञ्चालन गर्ने, आफू पनि इन्गेज हुने, अरूलाई पनि इन्गेज गराउने, अरूलाई पनि सिकाउने र त्यसले मात्रै देश विकासमा योगदान गर्छ। आर्थिक वृद्धि हुन्छ, समृद्धि हुन्छ, रोजगारीको सिर्जना हुन्छ भन्ने जुन सिद्धान्त छ नि, त्यही कार्यक्रम सञ्चालन गर्नको निमित्त हामीले यस्ता तालिम त कति गर्नुहुन्छ हाम्रो पन्त सरले, यस्ता तालिमहरू हामी सञ्चालन गर्छौँ। ती तालिममा पनि हामीले गर्ने परम्परागत तालिमहरू एक किसिमका छन्। सिलाइ कटाइ भनेर हाम्रो वर्षौँदेखि चलिआएको छ। सिलाइ कटाइसँग सम्बन्धित तालिम, डकर्मीहरूलाई दिने तालिम, अथवा यो प्लम्बिङ गर्नेहरूलाई दिने तालिम, इलेक्ट्रिसियनलाई दिने तालिम। अब अलिअलि नयाँ मोबाइलको विकास भएपछि मोबाइलको मर्मत गर्ने खालका तालिमहरू, पहिला रेडियो क्यासेट बनाउने मर्मत गर्ने भनौँ न, बनाउने चाहिँ होइन फेरि रेडियो टेलिभिजनको मर्मत गर्ने भन्ने यस्ता तालिम दिन्थ्यौँ भने अब चाहिँ नयाँ विधाहरूको पनि विकास हुँदै गयो। नयाँ अवसरहरू पनि सिर्जना हुँदै गयो क्या। नयाँ अवसरहरू सिर्जना हुँदै गयो भनेदेखि अब नयाँ अवसरको निमित्त पनि हामीलाई सक्षम जनशक्ति चाहियो भनेर नयाँ कोर्स उहाँहरूले नै प्रस्ताव गर्नुभएको हो यो होइन। यो नयाँ कोर्स भयो भने यसको बजार छ है, यसको मार्केट छ, यसको बजार छ, मान्छेहरूसँग पैसा पनि छ, अनि मान्छेहरूलाई पनि त्यो स्वस्थ हुनको निमित्त यी सुविधाहरू चाहिएको पनि छ। अनि कस्तो राम्रो कुरा राख्नुभयो हाम्रो बहिनीले होइन। मान्छेलाई के छ अब टेन्सन पनि छ फेरि, अनि समय व्यवस्थापनको अर्को चुनौती छ। पहिला कुपोषण हुन्छ भन्थ्यो मान्छेलाई, हामी खान नपाएर, अहिले मान्छेलाई बढी खाएर अब फेरि ओबेसिटीको समस्या पनि आएको छ। अब यस्तो बेलामा यो अघि भनेको आहार विहार र व्यवहारलाई नियन्त्रण गर्नको निमित्त यस्ता खालका अब उपचारै त होइन होला यो होइन, यस्ता खालका पद्धतिहरू भनौँ न हाम्रो रिल्याक्सेसनका पद्धतिहरू, यिनीहरूलाई हामीले बढावा दिन सक्ने हो भनेदेखि आर्थिक उपार्जन पनि हुन्छ, रोजगारीको सिर्जना पनि हुन्छ, लाइभलीहुड भन्छौँ नि जसलाई हामी, जीविकोपार्जनको अवसर, त्यो जीविकोपार्जनको अवसर आफूलाई पनि सिर्जना हुन्छ, अरूलाई पनि यसमा नियोजित गराउन सकिन्छ भनेर यस्ता तालिम कार्यक्रमहरूको आयोजना गरेका हौँ। मलाई लाग्छ तपाईँहरूले राम्रो सिक्नु भएको छ। हाम्रो म्याडम बहिनी होइन कति टाढाबाट आएर तपाईँहरूलाई सिकाउनु भएको रहेछ। कुरा सुन्दाखेरि पक्कै पनि राम्रो सिकाउनु भयो होला, आफूले पनि सिक्न पाएको भए अझ राम्रो हुन्थ्यो भन्ने छुट्टै विषय भयो होइन। राम्रो सिकाउनु भएको रहेछ भन्ने यहाँ देखियो।
र अब अघि साथीहरूले पनि कुरा उठाउनु भयो, अब केही फेरि सामाजिक समस्याहरू पनि छन् होइन त। मसाज सेन्टरमा काम गर्ने, स्पामा काम गर्ने भन्दाखेरि त्यो समाजले हेर्ने जुन हाम्रो नजर छ नि त्यो त्यति धेरै सकारात्मक छैन। अब ती कुराहरूलाई पनि चिर्दै लानुपर्ने छ क्या हामीले होइन त। यो विषय भनेको चाहिँ नितान्त व्यावसायिक विषय हो, यो भनेको चाहिँ आर्थिक आय आर्जनसँग जोडिएको विषय हो, यो भनेको चाहिँ स्वरोजगारको विषय हो होइन त। यो भनेको आर्थिक समृद्धिको विषय हो। राज्यले लिएको आर्थिक समृद्धिको जुन नीति छ, अब हामी गरिब भइराख्ने होइन, अब हामी समुन्नत अर्थतन्त्र भएको समृद्ध नेपाल बन्ने हो भन्ने जो नीति छ, त्यो नीतिको निमित्त हरेक व्यक्ति सक्षम हुनुपर्छ, त्यसले देश विकासमा योगदान गर्नुपर्छ, अर्थतन्त्रमा योगदान गर्नुपर्छ भन्ने सिद्धान्त अनुसार हामीले यस्ता यस्ता नयाँ नयाँ तालिमहरू प्रस्ताव गर्ने, सिकाउने, सिक्ने क्रम प्रारम्भ गरेका छौँ। यसको निमित्त म यो आयोजक हाम्रो 2 जना सरहरू सम्पन्न भएको छ। यो कार्यक्रममा सम्पन्न संलग्न यहाँहरू सबैलाई, पढाउने प्रशिक्षकहरू, व्यवस्थापनमा संलग्न सर म्याडमहरू र तपाईँहरू प्रशिक्षार्थीहरू सबैलाई धेरै धेरै धन्यवाद दिँदै पुनः शुभकामना दिँदै मेरो छोटो बनाएँ।